हिनाता युगा सबैले स्ट्रङ हिरो मन पराउँछन् तर ट्रु लोयलिटीको मिनिङ हिनाताले सिकाउँछ। मान्छेहरू हिनातालाई ब्युटिफुल छ भनेर मात्र मन पराउँदैनन्, उसको ब्युटी उसको आँखामा होइन बल्कि उसको दिलमा छ। जब सबैले नरुटोलाई लुजर भनेर उसलाई हेप्थे त्यो बेला एक हिनाता मात्र थिए जो कि उसलाई साइलेन्टली सपोर्ट गर्थे। हिनाता बोल्न सक्दिन, उसको कन्फिडेन्स पनि कम छ, तर हिनाताले नरुटोमा सधैँ विश्वास गरे। राम्रो नराम्रो जे भए पनि उसको साथ दिइ नै रही। चाहे नरुटोले हार्दा पनि चाहे नरुटोले जित्दा पनि हिनाटाले जहिले पनि सपोर्ट गरिरही। बस नरुटोसँग एक कुरा भन्छ, आई एम अलवेज विथ यु नरुटो। जब पेन आर्कमा सबैले हार मानिसकेका थिए तब हिनातालाई थाहा हुँदा हुँदै पनि कि आफू मर्छु भनेर त्यही पनि जान्छ र नरुटोलाई बचाउँछ। यसलाई भन्छन् रियल लोयलिटी। न त उसको ब्युटी फेसमा छ न त उसको ब्युटी पावर फ्लेक्स गर्नुमा छ। उसको रियल ब्युटी छ कि डर लाग्दा पनि मायाको लागि ऊ उभिन्छ। जहाँ आजकलको दुनियाँमा सबैले लाउड मान्छे, धनी मान्छे अनि पावरफुल मान्छेलाई मन पराउँछन्, तर जिन्दगीमा काम लाग्ने भनेको हिनाटा जस्तो क्वाइटली सपोर्ट गर्ने मान्छे हो। त्यसैले आज हामी सबै मिलेर द ब्याकुगान प्रिन्सेस द मोस्ट